नमस्ते साथीहरू, के तपाई पनि कनेक्ट एपीएस प्रयोग गर्दै हुनुहुन्छ? यदि हो भने आजको भिडियो तपाईको लागि एकदमै जरुरी छ। कनेक्ट एपीएस प्रयोग गर्दा अपनाउनै पर्ने 5 ठूला सुरक्षा टिप्स जुन तपाईले आजै लागू गर्नै पर्छ। यसले तपाईको खातालाई सुरक्षित राख्न सहयोग गर्नेछ। टिप नम्बर 1, बलियो पासवर्ड। पहिलो साधारण पासवर्ड कहिले नबनाउनुहोस् जस्तै abcd1234। बरु यस्तो पासवर्ड बनाउनुहोस् जस्तै everest@1234। आफ्नो पासवर्ड बारम्बार परिवर्तन गरिरहनुहोस्। पासवर्ड परिवर्तनको लागि कनेक्ट एपीएस मा लगइन गर्नुपर्छ। यहाँबाट 3 लाइन्समा ट्याप गर्नुपर्छ। यहाँबाट चेन्ज लोगिन पासवर्डलाई ट्याप गर्नुपर्छ। पासवर्डको बक्समा पुरानो पासवर्ड राख्नुपर्छ। न्यू पासवर्डको बक्समा नियमानुसार नयाँ पासवर्ड राख्नुपर्छ। कन्फर्म पासवर्डको बक्समा पुनः सोही पासवर्ड राखेर अपडेटमा ट्याप गर्दा पासवर्ड परिवर्तनको जानकारी प्राप्त हुन्छ। यदि तपाई कनेक्ट एपीएसको लगइन पासवर्ड बिर्सनु भएको छ भने यो भिडियोलाई हेर्नुहोस्। टिप नम्बर 2, म्यानेज ओटीपी च्यानल। ओटीपी च्यानल व्यवस्थापन गर्नुहोस्, अर्थात् इमेल र मोबाइल दुईटैमा ट्रान्जेक्सन ओटीपी प्राप्त गर्नुहोस्। ओटीपी च्यानल म्यानेज गर्नको लागि कनेक्ट एपीएसमा लगइन गर्नुपर्छ। 3 लाइन्समा ट्याप गर्नुपर्छ। यहाँबाट एडभान्स सेटिङ्सलाई ट्याप गर्नुपर्छ। यहाँबाट म्यानेज ओटीपी च्यानलमा ट्याप गरेर दुईटै अप्सन्सहरूलाई अन गरेर सेभको बटनमा ट्याप गर्नुपर्छ। टिप नम्बर 3, इनेबल बायोमेट्रिक फर लगइन एन्ड ट्रान्जेक्सन। यदि तपाईको मोबाइलमा बायोमेट्रिक फिचर छ भने तपाईले अज्ञात मानिसहरूबाट लगइन हुनबाट रोक्न सक्नुहुन्छ। बायोमेट्रिक फिचर इनेबल गर्नको लागि सेटिङ मेनुमा आएर बायोमेट्रिक लगइनको अप्सनमा ट्याप गर्नुपर्छ। यहाँ पासवर्डको बक्समा लगइन पासवर्ड राखेर भेरिफाई लगइन पासवर्डको बटनमा ट्याप गर्दा बायोमेट्रिक फिचर इनेबल हुन्छ। यस्तै बायोमेट्रिक ट्रान्जेक्सन इनेबल गर्नको लागि यहाँबाट बायोमेट्रिक ट्रान्जेक्सनको अप्सनमा ट्याप गर्नुपर्छ। यहाँ ट्रान्जेक्सन पासवर्डको बक्समा 6 डिजिट्सको ट्रान्जेक्सन पासवर्ड राखेर भेरिफाई ट्रान्जेक्सन पासवर्डको बटनमा ट्याप गर्दा बायोमेट्रिक ट्रान्जेक्सन फिचर पनि इनेबल हुन्छ। अब तपाईले कनेक्ट एपीएस लगइन तथा कुनै पनि ट्रान्जेक्सन गर्दा लगइन पासवर्ड तथा ट्रान्जेक्सन पासवर्ड याद गर्नु पर्दैन। टिप नम्बर 4, एभोइड पब्लिक वाइफाई। जब तपाई कुनै सार्वजनिक वाइफाई जस्तै फ्री होटल वाइफाई वा क्याफे वाइफाईमा कनेक्ट एपीएस खोल्नुहुन्छ भने तपाईको डाटा सुरक्षित हुँदैन। त्यस समयमा तपाईको पासवर्ड, बैंक डिटेल्स वा ओटीपी चोर्न सम्भावना रहन्छ र तपाईको पैसा गायब हुन सक्छ। त्यसैले त्यस समयमा मोबाइल डेटा नै प्रयोग गर्न सुरक्षित रहन्छ। साथीहरू, यहाँ सेटिङ मेनु अन्तर्गत रहेको रिसेन्ट एक्टिभिटीमा ट्याप गरेर तपाईको कनेक्ट एपीएस एकाउन्ट कुन डिभाइसहरूमा लगइन भएको हो सोही डिटेल्सहरू प्राप्त गर्न सक्नुहुन्छ। डिटेल्स अन्तर्गत लगइन सोर्स, डिभाइस नेम, आईपी एड्रेस, लोकेसन डेट समेत देखिन्छ। टिप नम्बर 5, कनेक्ट एपीएस ट्रान्जेक्सन अलर्ट र एकाउन्ट मोनिटरिङ। एकाउन्ट मोनिटरिङ भनेको तपाईले हरेक हप्ता वा महिनामा आफ्नो ट्रान्जेक्सनहरू जाँच गर्नु हो। कुन रकम कहाँ गयो, कुन बैंक मार्फत, त्यो तपाईले रेगुलर रिभ्यू गर्नुपर्छ। साथै इमेल मार्फत प्राप्त भएको ओटीपी फर कनेक्ट एपीएस ट्रान्जेक्सनलाई पनि रिभ्यू गर्नुपर्छ। साथीहरू, ओटीपी फर कनेक्ट एपीएस ट्रान्जेक्सन तपाईले नयाँ खाता बनाउने समयमा यहाँबाट म्यानेज गरेको हुनुपर्छ। यस विषयमा अधिक जानकारीका लागि यो भिडियोलाई हेर्न सक्नुहुन्छ। यसको लिंक तल डिस्क्रिप्सन बक्समा पनि रहेको छ। बोनस टिप नम्बर 6, कनेक्ट एपीएसलाई सधैँ लगआउट गर्न नबिर्सनुहोस्। धेरैजसो प्रयोगकर्ताहरू एप वा ब्राउजरमा कनेक्ट एपीएस चलाउँछन् र सिधै क्लोज गर्छन्, तर लगआउट नगरेको खण्डमा तपाईको सेसन खुला नै रहन्छ। त्यसैले एपबाट लगआउट गर्न सेटिङ मेनुको अन्तमा रहेको लगआउट बटनमा ट्याप गर्नुपर्छ अथवा मोबाइलको गो ब्याक बटनमा ट्याप गरेर पनि गर्न सकिन्छ। कम्प्युटरबाट लगआउट गर्न राइट टपमा रहेको मेनुमा क्लिक गर्नुपर्छ। यहाँबाट लगआउटमा क्लिक गर्नुपर्छ। हस्त साथीहरू, कनेक्ट एपीएस एउटा शक्तिशाली प्लेटफर्म हो, तर सुरक्षित प्रयोग गर्न जानिएन भने जोखिम हुन सक्छ। आजको 5 सुरक्षा टिप्सलाई तपाईले सही ढंगले प्रयोग गर्नुहुन्छ भन्ने आशा छ। यो भिडियो तपाईलाई यदि इन्फर्मेटिभ लाग्यो भने लाइक र शेयर गर्नुहोस्। यस विषयमा कुनै प्रश्न भए तल कमेन्ट बक्समा लेख्नुहोस्। यस्तै किसिमको नयाँ भिडियो जानकारी पाउनको लागि मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको नोटिफिकेसन बेललाई अलमा पनि दबाउनुहोस्। मेरो च्यानललाई फेसबुक तथा इन्स्टाग्राममा पनि फलो गर्नुहोस्। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।